साहुजी अन्डा दिनुस् न। कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज किराना पसलभित्र सुनिन्छ। पसलको काउन्टरमा बसेका साहुजी राजनीतिक गफमा व्यस्त छन्। विद्यार्थीको आवाज सुन्न साथ उनी उठ्छन् र सामान दिनतिर लाग्छन्। हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस् न। विद्यार्थीको यो कुरा पुरा हुन नपाउँदै साहुजी मुस्कुराउँदै भन्छन्, ए लेखिदिने? हुन्छ। सामान दिएर उनी फेरि आफ्नै ठाउँमा फर्किन लाग्छन्। त्यतिकैमा अर्को ग्राहकको आवाज आउँछ, सर केही सामान राख्नु छ? साहुजी भन्छन्, अहिले होइन, 2-3 दिनपछि आउनुहोस् न ल। फेरि अर्को आवाज सुनिन्छ, साहुजी कति बोरा चामल राख्ने? साहुजी भन्छन्, 4 बोरा मोटो, 3 बोरा मसिनो। चामल पसलमा राखिदिइसकेपछि व्यापारीले बिल थमाउँदै भन्छन्, पैसा दिनुस् न, नभए चेक दिए पनि हुन्छ। साहुजी भन्छन्, हुन्छ, तर 1 महिनापछि मात्रै चेक साट्न जानु ल। धनगढी उपमहानगरपालिका 4 घरेलु चोकमा रहेको न्यू प्रस्थान किराना पसल बाहिरबाट हेर्दा अरू सामान्य पसल जस्तै देखिन्छ। एउटा सामान्य किराना पसलमा बिहानैदेखि चलिरहेको यो दृश्य अरू दिन हजारौं पसलको जस्तै लाग्न सक्छ। ग्राहक आउँछन्, सामान माग्छन्, साहुजी सामान तौलिन्छन्, हिसाब गर्छन्, मुस्कुराउँदै ग्राहकलाई बिदा गर्छन्। तर यो पसलमा बसेका साहुजी भने सामान्य छैनन्, किनकि केही वर्ष अघि मात्र उनी यसै सुदूरपश्चिम प्रदेशको सर्वोच्च कार्यकारी पदमा थिए। उनको अगाडि सरकारी गाडी हुन्थ्यो, वरिपरि सुरक्षाकर्मी हुन्थे, अघि पछि मानिसको भिड हुन्थ्यो। एउटा निर्णयले प्रदेशका हजारौं कर्मचारीदेखि लाखौं नागरिकसम्म प्रभावित हुने जिम्मेवारीले उनको काँधमा थियो। आज भने उनको निर्णय एउटा ग्राहकले मागेको अन्डा दिने कि नदिने, चामलको बोरा कति राख्ने, उधारको हिसाब कहिले मिलाउने भन्नेमा केन्द्रित छ। उनी हुन् सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट। एक सामान्य सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा प्रदेश सरकारको नेतृत्व गरेका भट्ट अहिले बिहानदेखि साँझसम्म यही पसलमा भेटिन्छन्। ग्राहक आउँछन्, उनी सामान दिन्छन्, कसैले उधारो माग्छन्, उनी हिसाबमा लेखिदिन्छन्। व्यापारी आउँछन्, सामानको मूल्य र भुक्तानीबारे कुराकानी हुन्छ। बीचमा राजनीतिक कुराकानी पनि उठ्छ, तर गफ लामो समयसम्म चल्न पाउँदैन। भट्टका लागि भने यो कुनै बाध्यता वा लज्जाको विषय भने होइन, बरु उनी यसलाई आफ्नो जीवनको स्वाभाविक निरन्तरता ठान्छन्। राजनीतिक मेरो लागि सेवा हो, जीवन चलाउने माध्यम होइन, उनी भन्छन्। यो वाक्य भाषणका लागि मात्रै भनिएको होइन भन्ने कुरा उनको अहिलेको जीवनशैलीले देखाउँछ। त्रिलोचन भट्टको राजनीतिक यात्रा एकाएक सत्ता र सुविधाबाट सुरु भएको भने होइन। उनले लामो समयसम्म सङ्घर्षपूर्ण जीवन बिताएका छन्। भारतमा समेत काम गरेर जीविका चलाएका भट्ट राजनीतिक र श्रमलाई सँगै अगाडि बढाए। 2064 र 2070 सालको संविधान सभा निर्वाचनमा डोटीबाट चुनाव लडे पनि उनी पराजित भएका थिए, तर राजनीतिक यात्रा भने रोकिएन। 2074 सालको प्रदेशसभा निर्वाचनमा डोटीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनको राजनीतिक जीवनले नयाँ मोड लियो। तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भट्ट सर्वसम्मत संसदीय दलको नेता बने र सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा 5 वर्ष सरकारको नेतृत्व गरेका थिए।